सो गाइस वेलकम। आज चाहिँ हामी बबाल ठाउँमा जाँदैछौँ है। यहाँबाट हिँडियो। अब आज शनिबार, उतापट्टि हाम्रो तल स्कुल पर्छ। यहाँबाट चाहिँ यो चाहिँ भीमपोखरा काठेगोला गाउँपालिका वार्ड नम्बर 2 भीमपोखरा। यही मेरो बाइक पार्किङ चाहिँ यहाँनिर हो। बबाल चाहिँ भिडियो म कहाँ जाँदैछु, दामी भिडियो चाहिँ लिएर आउँदैछु। अन्तिमसम्म हेर्नु होला। कस्तो तपाईलाई एकदम राम्रो ठाउँमा चाहिँ देखाउन लाँदैछु। अन्तिमसम्म हेर्नु होला है। ल हामी चाहिँ यसरी जोडिँदैछौँ। हाम्रो चाहिँ यहाँ पौडेल टुर्स एन्ड ट्राभलका संस्थापक आदरणीय युक्त प्रसाद शर्मा पनि आइसक्नु भयो है। ल साथीहरू, बवाल हुँदैछ आजको दिन। ल रमाइलो पौडी खेल्ने ठाउँ छ एउटा। हामी बचपन कालदेखि पोहोर पनि खेलेका थियौँ, परार पनि खेलेका थियौँ। त्यो ठाउँमा यसो पौडी खेल्न जाउँ भनेर हिँडिरहेका छौँ रमाइलो गर्नको लागि। हरि सर म साथीहरू, प्रकृतिको यो सुन्दर अनुपम उपहार हो क्या हाम्रो लागि। हेर्नुहोस् त, वाह कस्तो राम्रो छ। जताततै हरियाली, सुन्दर बर्खा मासको यो सिजन अत्यन्तै सुन्दर छ। गाउँहरू सुनसान छन्, सबै आफ्नो आफ्नो काममा हिँडिरहनु भएको छ। हामी चाहिँ जे होस् अलिक फुर्सदिलो भनौँ यसरी हिँडिरहेका छौँ। यस्तै प्रकृतिका उपहारहरू खोज्दै उपभोग गर्नको लागि। ल यो पुराना यस्ता चौतारीहरू यसरी खोल्छ। बाघ छ कि सर चिच्याउनु त आउँछ। हिजो त बाघ पराएर हो त नि। अहिले त यो झरना हेर्नुहोस् साथीहरू, भिर यस्तो छ ठाउँ। फाइनल्ली यहाँबाट लडियो भने त सिधै तल हो नि त फेरि। ओ माई गड, ढुङ्गा के गरेर कडै हो। हिँड्नमा फेरि माहिरै हो क्या म। फेरि यस्तै खोला खोल्सी हिँडेर हुर्किएको मान्छे, यस्तो केही पनि लाग्दैन क्या। तपाईँहरूलाई चाहिँ म देखाउनु ल्याएको चाहिँ ल यही सुन्दर ठाउँ। यो खोला यति सफा छ, वाह कति सफा हो। यस्तो सफा ठाउँमा लिएर आएको हो फाइनल्ली। अब यहाँ नुहाइधुवाइ गर्ने अनि जाने हो क्या। पौडिने ठाउँ चाहिँ अहिले रहन्छ, अलि दुःख चाहिँ त्यही भयो हाम्रो लागि। यो स्विमिङ पुल भनेको यस्तै नेचुरल गहिरा खोल्छ, यस्तै खोज्ने। सफा हेर्नु त कति स्वच्छ निर्मल पानी छ। वाह कति सफा छ। ल हेर्नुहोस्, यहाँ चाहिँ यसो छुनेर अब पौडिने प्रयास गरिन्छ। त्यसरी ल्याइएको छ सामान है। ल हेर्नुहोस्, यस्तै यो छुन्नको लागि यो बवाल तरिकाले गराइएको छ। ल फाइनल्ली बवाल बन्यो हाम्रो स्विमिङ पुल है। ल हेर्नुहोस् गाइस, यस्तो बवाल बन्यो। अब त जति पौडिनु हुन्छ। ल हेर्नुहोस् यस्तो बवाल अझै अँधेरी खोलाको दहमा पुल मुनि है गाइस। रमाइलो छ। हामीले आज आफ्नै मेहनतद्वारा, यो त थिएन, सबै भलले बढाएर रहेछ। आज यी बनाएर छेउमा छेकथुन गरेर बगेर यहाँ आउँदै यो यता हेर्नुहोस्। दामी दामी